इजरायलको बीचहरुमा फोटो खिचेको, जग्गा जग्गा राम्रो राम्रो घुमेको हैन, अन्त आइफोनहरु बोकेर एप्पल वाचहरु लगाएर हिँडेको देखेर यदि कोही पनि व्यक्ति इजरायल आउन चाहनुहुन्छ भने चाहिँ त्यो चाहिँ तपाईहरुको गलतफहमी हो। किनकि इजरायलको काम चाहिँ त्यो जस्तो फोटोमा देखिन्छ त्यस्तो चाहिँ हुँदैन। त्यो चाहिँ हप्तामा महिनामा एकपल्ट निक्लिँदाखेरि छुट्टी जाँदाखेरि खिचेको फोटोहरु हो हैन। यहाँको काम चाहिँ मेन्टली प्रिपेयर भएर आएको हुनुपर्छ। केयर गिभर मोस्टली गिभरको काम चाहिँ केयर गिभरको काम चाहिँ एकदमै मेन्टली प्रिपेयर भएर आएको हुनुपर्छ। यस्तो सोचेर चाहिँ आउनु हुँदैन, हावामा उडेर चाहिँ आउनु हुँदैन। किन भन्दाखेरि हावामा उडेर आउनुको मतलब अब यस्तो हल्कामा सोचेर चाहिँ आउनु हुँदैन। किनकि यहाँको काम चाहिँ अति नै साह्रो पनि हुन्छ। कसैले भाग्यवश राम्रो काम पाउँछ, तर ज्यादातर काममा हामी अब पेशेन्ट्सहरुसित काम गर्नुपर्छ, जो चाहिँ अब डिमेन्सिया हुन्छ हैन, अब एल्जाइमरहरु हुन्छ, जसले रात दिन किचकिच गर्छ, रात दिन कसैको किचकिच सुन्नुपर्छ। यस्तो कामहरुसित हामीले डिल गर्नुपर्छ। सो यो सब कुरोहरुमा तपाईहरुले देखेर म पनि आउँछु जान्छु भन्नु चाहिँ यो चाहिँ गलत हो र तपाईहरु चाहिँ मेन्टली प्रिपेयर भएर एकदमै ट्रेनिङ गरेर आएको हुनुपर्छ।